everyone, good evening. Namaste Kapula Tasibile. अन्त आज चाहिँ हेर्नु न अचानक पानीहरू पर्यो है। यस्तो पानी परेर जाडो मौसम भइरहेछ है। तर मलाई यस्तो मौसम मन पर्छ। तर गाडाङ गुडुङ चाहिँ नगरोस् है। पानी परेर पनि लुगा उठाएन भन्छ होला। तर यो अघि भर्खर सुकाएको लुगा हो नि त। त्यही भएर चाहिँ नउठाएको हो। यस्तै छ भिलेज लाइफ है गाइस। त्यही हो आफू त कतै जानु पाइँदैन हो। गाउँ घरमै बस्यो हो। यस्तो भिडियो सुट गर्यो। टाढो गएर भिडियोहरू सुट गरेर त भाइरल हुन्थ्यो होला है। घरमै छु हो म त। अन्त मेरो छोरा चाहिँ होमवर्क गरिरहेछ कराउँदै। तपाईलाई हेर्नुहोस् है देखाउँछु। यी हेर्नुहोस् मेरो फुलहरू फुलिरहेको छ। पानी परिरहेको छ हो। पानी पर्दा चाहिँ गाडाङ गुडुङ नगरिदियोस्। बास मलाई त्यति नै चाहिएको हो। अन्त यो चाहिँ बुधबारे बजार जाने बाटो, बस्ती बजार जाने रोड हो यो चाहिँ हो। बनाउँदै थियो, बनाउनुको लागि सफाहरू गरेको थियो। खोइ अब कहिले हो बनाउनु चाहिँ। सफा चाहिँ गरेको थियो बर्खा झरीमा हो गाइस। यस्तै छ मेरो भिलेज लाइफ हो। थ्याङ्क यू फर वाचिङ माई भिडियो है। तपाईलाई धेरै धेरै धन्यवाद लाइक कमेन्ट गरिदिनु भएकोमा हो। बाई बाई।